प्रेग्नेन्सीमा हुने टाउको दुखाइ कुनै कुनै कन्डिसनमा चाहिँ इमर्जेन्सी कन्डिसन पनि हुनसक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ प्रत्येक गर्भवती दिदीबहिनीहरूलाई टाउको दुखाइसहित कस्तो खालको सिम्पटम्सहरू देखियो भने चाहिँ तुरन्त अस्पताल जानुपर्छ भन्ने विषयमा पनि तपाईँहरूलाई जानकारी हुन पर्यो। सामान्यतया पहिलो 3 महिनामा हर्मोनल चेन्जेसले गर्दाखेरि कतिजना गर्भवती दिदीबहिनीहरूलाई चाहिँ टाउको झुम्म हुने, टाउको दुख्ने हुन्छ। त्यो भनेको सामान्य नै हो। रेस्ट गर्नुभयो भने चाहिँ त्यो कम हुने भयो होइन। तर तपाईँलाई टाउको दुखाइसहित आँखा धमिलो भइरहेको छ कि हेर्दाखेरि चाहिँ राम्रोसँग भिजन क्लियर छैन, प्रब्लम भइरहेको छ होइन। त्यस्तै गरेर टाउको एकदमै धेरै दुख्ने, रेस्ट गर्दाखेरि पनि कम भइरहेको छैन, तपाईँलाई छाती पोल्ने भइरहेको छ होइन, इपिग्यास्ट्रिक पेन भइरहेको छ, हातखुट्टा सुन्निने साथसाथै तपाईँको फेसमा पनि स्वेलिङ भइरहेको छ भने र ब्लड प्रेसर चेक गराउनु भयो, प्रेसर चेक गर्दाखेरि चाहिँ हाई छ 130/90 अथवा त्योभन्दा पनि हाई भयो भने चाहिँ यस्ता खालका सिम्पटम्सहरू भनेको तपाईँको ब्लड प्रेसर हाई भएर हुने जोखिम, जस्तै प्रिक्लिम्सिया इक्लिम्सियाको कन्डिसन हुनसक्छ कि त्यो कारणले गर्दाखेरि चाहिँ यस्ता खालका सिम्पटम्सहरू देखियो भने चाहिँ तपाईँ तुरुन्तै अस्पताल गइहाल्नु पर्यो।